ए बाप्पा तनाव भयो कि यार के गर्दै नेपालीको बर्थडे त इसोै झने भयो के गरौँ अब हेत्तेरी तनावै छ के गरिदियो अब पैसा सेलो नहीं भाई 3-4 हजार रुपया दे क्यों दियो अब यहाँ क्यों दियो यहाँ तो समस्या इशू भयो कि कसिया खानी हो झोलो म खाइबे बितन बर्थडे जन हम जसो अबागी तम्रो बर्थडे मूल्य नहीं बना रुपये 3-4 हजार मात्रै छन् कसिया बनाउने बर्गरसमा आएरी हम त कसिया बनाउने झोलोमै खाइबे ल पुइ भाइ एक प्लेट झोल मोमो मगाउनु पुइ ओहो ए भाइ झोल मोमो ल्याउ त झोल मोमो ओहो म त यार हैप्पी बर्थडे यार आज त तम्रो बर्थडे रहेछ यार आज म त आज न यार इसो के हो तनाव छ आज त के भणे यार बर्थडे का दिन तनाव गर्दा छ यार तुम के भयो भने यार हत्तेरी अरे भाइ के गर्दै खल्ली नि 3-4 हजार रुपियाँ मात्र छन् अब यहाँ भाइले भने हिँड्दै बर्गर हाउस जानु भनेर अब यहाँ महँगो होलो सोचभरि अब उही झोल मोमो मगाउन नार्यो के गरौँ पुइ अब के खाउँ भाइ हत तमरा दा यार तम कहाँ का दुनियामा छौ अहिले यार बर्गर हाउसले हामीलाई यतिसम्म गरिरहेछ यतिसम्म हेरिरहेछ भने हरेक किले तमलाई 3-4 हजार छ भन्दा छ तमलाई 500 बच्चा 3500 त तमरा 3500 मा बर्थडे को प्याकेज दिइराख्यो फोटो शूट फ्री हो डेकोरेसन सबै फ्री छ यति निको सिस्टम अहिले बर्गर हाउसमा यहाँ आएर त हो यति खुसी यति 500 त खाएछ बच्चान आज 500 बच्चान भन्नु हत्तेरी यार जानेको नै थिए हत्तेरी मलाई त थाहै नै थियो अब के गरौँ अल्ला हमरा बर्गर हाउसमा आछ खा बस लगो डेकोरेसन फोटो सोटो सब फ्री हो खाना लगाउन लेखा त 3500 मा हामीलाई फुल्ली 4000 लिएर 500 रुपैयाँ बच्चा राख्नु हामी खाए 500 त घर लैजान्छ सुन कसैलाई जिन भने पुइ फर्स्ट हम मनाउनु पुइ अब म थोडा खुसी फर्स्ट नै हामीले सबैले खाए एकदम आफ्नो बर्गर आफ्नो मनदेखि गरेर तमलाईले भने हामीले अर्काले भने हाम्रो प्याकेजै यही छ अहिले कि अहिले हाम्रो प्याकेजै यही छ सब हेर्दा छन् चुप अरे म त तम त कसो त ल ओहो तसो हो क्या भाइ इनलाई नाङ्लो सेट 3500 भने 500 घर लैजान तमले के अर्को घरमाले पार्टी गर्ला भयो नाङ्लो सेट मगाउनु 7-8 जना एक खाना मगा फोटो शूट फी मगा त्यो भाइ यहाँ आउ त भाइ ल एक नाङ्लो सेट बर्थडे प्याकेज यहाँ आउ त बर्थडे प्याकेजको एक नाङ्लो सेट हाम्रो बर्थडे को लागि सबै है ल आहा Serving Nanglo set.